हेलो गाइस, वेलकम माई मिनी ब्लग। साथी हो, आज म तपाईहरुलाई हाम्रो ठाउँमा के यस्तो दामी खोला माथि नै हिउँ जमेर त्यसै माथि पनि हिउँ परिरहेको म तपाईहरुलाई देखाउँछु के। ल हेर्नुस् है, यस्तो दामी परेको छ कि एउटा फाटै सर्लक्कै हिउँ छ के। लेट्स सी गो। ल है साथी हेर्नुस् है, यहाँ हेर्नुस् त ल, सर्लक्कै वहाँ माथि छ म। यस्तो दामी हिउँ छ कि यहाँ चाहिँ वास्तवमा खोला हिन्छ है साथी हो। यो खोला त्यो भित्र पानी जस्तै यो ठाउँमा अनि उ त्यो ठाउँहरूमा चाहिँ पानी हिँडिरहेछ क्या त्यो तल, तर यो माथि चाहिँ सबै जमेको छ क्या। अब तपाईँहरू यता मात्र होइन, यता चाहिँ अलिकति घाम कम पर्ने हुनाले यस्तो देखिएको छ। के छ भने म चाहिँ यहाँनिर छु है साथी हो, म चाहिँ यहाँ बसेर भिडियो बनाएको छु पुलमा बसेर। अब अलिकति घाम बढी बेसी पर्ने ठाउँमा म तपाईँहरूलाई देखाउँछु है त, यताबाट यता। ल हेर्नुहोस् है, यस्तरी ल यता त घाम परेर ल हेर्नु, यहाँ हेर्नु न हिउँ के यहाँनिर ठ्याक्कै कस्तो जमेछ होइन। अनि यहाँबाट पानी गइरहेछ क्या। अनि यो साइड चाहिँ कम घाम पर्ने भएर चाहिँ सबै हिउँ पक्लिएको छ भने यो साइड चाहिँ बढी घाम पर्ने भएर हिउँ सबै पक्लिसकेको छ, यता चाहिँ पक्लिएको छैन। लेट्स सी, म अर्को ठाउँ पनि देखाउँछु म तपाईँहरूलाई है साथी हो।